हेलो के छ केटाहरू आज चाहिँ कसको परवेशको बर्थडेमा यसो हामी तयारी गरेर आफै पकाएर खाना खाइरहेको छ होइन यो चाहिँ हाम्रो कुकम्यान तयारी भइरहेछ पुलाउ बनाउनलाई चामल भिजाइरहेको केटाहरू पछि आउँदैछ अनि हाम्रोमा चाहिँ यहाँ चाहिँ केक मासु अनि यहाँ चिसोहरू छ पुरै यसो चिसो बनाएर राखेको ल केटाहरू केक खोल्छ अब बर्थडे भाइ त कहिले हो कहिले आउने ल है खोलिँदैछ है के हो अनबक्सिङ भइरहेछ है केकको यो यस्तो गर न कमेडी लेख्ने भए त ठिक हुन्थ्यो यार मैले देखे अनुसार हैन के भयो त नि यहाँ हाम्रो केक ओपनिङ हुँदैछ रगना केक हेराउने रियाक्सन ओ के लुरे के लुरे भन्ने मोटाइसक्यो मा पत्र भइसक्यो अहिले डढे यार हामीले फर्स्ट टाइम पकाइरहेको पुलो है डढे जस्तो लाग्यो यार गाई चाहिँ हाम्रो सन्तोष भाइ चाहिँ कुकम्यान हो किन्ने मान्छे मासु आयो मासु पैसा त अब हाम्रो अघि तर अब हामी चाहिँ मासु पकाउन टक्क लिएर हिँडेको होइन भित्र पकाउने बाहिर पकाउने मासु गाइज कता पकाउने मासु सक्यो होइन भएन कता पकाउने हो कि अब हामी चाहिँ यहाँ टक्क गाइजहरू होइन आगोमा मासु पकाइन्छ लेस नेक्स्ट
पुग्दैन जस्तो लाग्छ अब हामी चाहिँ मासु पकाउन रेडी भइरहेको छैन गाइज र यो प्याज स्याज खोर्सानी पनि हाम्रो मासु अनि अर्को यहाँ पुरा एक्लै भोका तानिरहेको छ है तेल पुग्दैन पुग्दैन होला तेल पुरै हामी चाहिँ अब हुक्काको लागि तयारी छैन गाइज केटाहरू हाँस्यो है ल है होइन यहाँ अमित सोल्टीले भनौँ अनि यहाँ बिरयानी पकाइरहेको छैन कस्तो भइरहेको गाइज हो अब हाम्रो बिरयानी पछि हामी चाहिँ बाहिर जाँदैछौँ अनि बाहिर गएर हाम्रो चाहिँ फेरि यहाँ रोस्टको लागि पनि तयारी भइरहेको छ होइन गाइज अनि यता चाहिँ हाम्रो कम्पनीतिर छैन सन्दीप लोप्चन सपोर्टर हाम्रो निशान भाइ कुकम्यान कसै कुनै कोही ठाउँमा पकाएर बोलाउनुपर्छ वाउ खाँदै बसिरहेको छ सन्तोष भाइ त ओए सना भाइ यहाँ त तँलाई कम्प्लेन केटाहरूलाई किन बगान कुरो छैन मुलाहरू तपाईँको इन्ट्री भएछ है ल ह्याप्पी बर्थडे ओ यहाँ ल पाँच लाइन ह्याप्पी बर्थडे थ्याङ्क यू दे
त्यो आँखामा दले मात्र ठाउँ छैन ज्यान माने ल नेक्स्ट अमृत रातो रातो टी सर्ट पेटीको मै हो लास्ट टाइम राखे सबै सोर राखिन्छु सब बसेको मै हो लास्ट दाब्न मात्र के गर्ने हो दाँत नहाल्यो लाइट बोल्दै काम लाग्छ फेरि यो सफा गर्नु सक्यो रहेछ हाम्रो भने अब कार्यक्रम सुरु एक्लै यो फन्छ हो यो
रेस्पेक्ट पेट्स घन्टा रेस्पेक्टमा गोरा भित्र हालेर गर्दै हाम्रो चाहिँ यहाँ नेक्स्ट लेभल अगाडि नै ल्याउँछु यहाँ आज हाम्रो बर्थडे बोयको लागि हामीले यति गरेको होइन जी पाराले जस्तो हान्दा छ केटाहरूले अनि हाम्रो चाहिँ यहाँ अरे म चाहिँ अनि यस्तो सोर्नीमा छ होइन कतै गयो पोरा होइन कहाँ देखेको नि जस्तो लाग्थ्यो पुल सब चलाइसक्यो कि पहिला है अहिले त सबले चान्स पाउँछ नि लास्टमा चाहिँ हामी पुरै हुक्का तानेर छ गाइज ल है त गाइज अब बर्थडे सेलिब्रेसन पनि भ्याइयो अब चाहिँ अर्को ब्लगमा भेटौँला है गाइज ह्याप्पी इन्डिङ